हामी चाहिँ अनि यहाँ रेडी गर्दैछौँ हामी होइन ढुङ्गामा आमा यहाँ हेर यहाँ यतिको हेन्समहरू बजार पनि छ बुहारीहरू कतै छ भने सम्पर्क गर्दै गर्नु होला है यहाँनिर आमा यस्तो हुँदैछ हाम्रो चाहिँ यहाँनिर आज पार्टी हुँदैछ गाइजहरू पार्टी हुँदैछ हाम्रो चाहिँ हेलो गाइज हामी चाहिँ आज ढुङ्गामा मासु पोलेर खाँदैछौँ अनि आज चाहिँ मेरो भाइको बर्थडे हो जन्मदिन सबैले ह्याप्पी बर्थडे टु भनिदिनुहोस् है मेरो रक हिँड्छ भाइहरूको भाइको अब बुहारीहरू कतै छ भने यसो हेर्दै गर्नु होला एक नजर मेरो भाइ चाहिँ ओपर हेन्सम हुनुहुन्छ यता हेर्नुहोस् त पढी लेखेको पनि छ हेन्सम पनि छ अब छिटै जापान जानलाई एकदम तम तयार छ बुहारीहरू कतै हुनुहुन्छ भने एकदम अग्रिम बुकिङ गरिराख्दा पनि हुन्छ है हजुरहरूले यहाँनिर पाइएन नि फेरि यहाँनिर हामी चाहिँ अनि आज ढुङ्गामा मासु बनाएर एकदम भदैले पुरा बनाउँदैछ हो च्याटोसँगले पुरा खतरा जाँदैछ वाउ 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 यो त उताबाट आएकोमा हो नि फेरि गोटी क्यालिफोर्नियाबाट आएको के भन्छ गरे आएको हेर्नु होला गाइजहरू यस्तो दामी हुन्छ 38 करोडको माल वाउ मागा 55 भरे यस्तो मजाले खाँदै गरेको हामी पनि भिडियो बनाउँदैछौँ त्यसपछि गाइजहरू भरे छेराउटी चाहिँ नलागोस् हैन अहिले चाहिँ हाम्रो यतिको भइसकिसक्यो है फाइनली यतिको आउँदैछ कलर चाहिँ यतिको आउँदैछ है यतिको चाहिँ हुनु पर्यो साथीहरू हेर वाउ अब चाहिँ कस्तो होला त यम्मी टेस्ट खतरा हुने भयो त हौ खतरा आज पार्टी चाहिँ डह्रो हुने गयो काठै आज रेम्बोको बर्थडे हो नि त अब रेम्बोको दाजुको बर्थडे अरे त्यो पनि हो बुई रेम्बो हो भन्थे त हो नि बोल्ने सुँगुर भाइरल बनाउनु बोल्ने कुकुर भनेर गाइजहरू हामी चाहिँ खाइँदैछ ओ गाइज अलिकति गाइज दाजु गाइज मिठो ढुङ्गामा हामीले चाहिँ सेकाएर पकाएको है साथीहरू म त अनि यताको आगोले त बिचमा त अनि मै सेक्वा हुन्छ एकदम बर्थडे अब सुरु हुन गइरहेको छ ह्यापी टु यु यो टुप्पी मादेर चाहिँ के हो नि ल ह्याप्पी बर्थडे टु युमा हामी चाहिँ कोही यता आइ ए हेलो यी यतिको चाहिँ हुनु पर्यो क्या ए ह्याप्पी बर्थडे लिरिस मामाको मलाई ह्याप्पी बर्थडे भन त लु त्यो कार्टुन माथि आयो हुन्छ होला कार्टुन माथि चाहिँ राख्नु थियो नि कार्टुन गजानको दिन बनाएर फ्यात्त भयो क्या भुइँमा यहाँ चाहिँ बस हुँदैछ है यहाँनिर कति चाहिँ घटेर छ आज उयोको हो Happy birthday, जन्मदिनको धेरै धेरै शुभकामना। ज्ञानी हुनु रुन्छ कि रुँदैन भन त भने पाइनएप्पल गाइस पाइनएप्पल मैंगो हैन
पाइनएप्पल हौ म्याङ्गो भनेन यस्तो गर्नु अरे क्या कसले निनीको हुँदैमा आएको सुरुमा मुखमा चाहिँ खप्पै पारेको थियो के गर्नु भयो त्यसलाई अब हेर्नु यहाँ एउटा एउटा यो त हेरेर अलिकति बाहिर पनि भाइलाई देऊ भाइलाई पनि देऊ अनि भाइलाई देऊ न त लु भाइ पनि कुन्ता खाने हो र ह्याप्पी बर्थडे हेर्नु ह्याप्पी बर्थडे मिठो भयो भाइ नाना पारो खिच मलाई चाहिँ पाइनएप्पल मन पर्थ्यो अब Happy birthday to you. Happy birthday to you. गाइजहरूले अघि केक पाइसकेछ अनि चुपचाप सेटी बस्दिरहेछ यहाँ हो फेरि हेलो माङ्गेना के खानु भएको केक कसको बर्थडे कसको ओ भान्जा कसको बर्थडे अरे फेरि सेकेन्ड राउन्ड पनि घुम्छ नि यिनीहरूलाई प्लेट ल्याइदिनु होला हौ यहाँ किन प्लेट काट्नु हौ माइजू यो कार्टुनमा दिँदा हुन्छ कार्टुन खोइ गाइजहरू यहाँ त्यो बसाइ भएन है प्लेट कसरी बस्ने माग्दैन जस्तो अनि हेर्नु न अब सल्लाह पनि मुख बढ्लेर यस्तो ल के गरेन तपाईले अहिले खान्छौँ त नि गाई झल्ला होइन खोइ थ्याङ्क यू खोइ थ्याङ्क यू खोइ थ्याङ्क यू मामा खोइ थ्याङ्क यू मामा खोइ भनेको बस सिरानी त हटाएर बस चल चल तेरो पालो चल काका होला हौ काकाहरु छिटो जान न ए यहाँ आउनु न Happy birthday to you. Happy birthday to you. मामाको मुखेर बस्छ वेट नो अनि पिरियड त ल्याउनै पर्छ नि मामा छेउ जाऊ न एकछिन राख्न लास्टमा के कर्नर बिग्रिन्छ नि त छिटो न हौ छिटो छिटो खै दाम झरेछ है के दाम यहाँ काकालाई दाम दिन्छ भतिजे अला बर्थडेको दिन बाद दाम दिँदैछ भनेर यसले अब बोली ल अन्त बोली अब ल आज के हाम्रो बर्थडे यस्तो चाहिँ हुँदैछ स्पेसल यहाँनिर यो चाहिँ तर कफी हो नि फेरि होइन ब्ल्याक कफी ब्ल्याक अनि हामीले चाहिँ अनि व्हाइट कफी खाएको
यसरी पानी थपी थपी खाइन्छ व्हाइट कफीमा होइन ल हेर्नु होला यस्तो दामी छ कि वाउ खतरा खतरा डेन्जर पो देखिन्छ त हो डेन्जर 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 यस्तरी तर्ने हो त्यो भनेर रहेछ क्या थुक्सा चेस बनाएको त भिडियो भएर रहेछ गएको थिएँ ल हाम्रो अहिलेको चेस पहिला किलो यता भयो त्यो पनि छ आगो यति गरेर को कहाँ पुग्छ थाम्दैन के रहेछ भाइ लाउर पुग्नुहुन्छ कि यो मान्छे साह्रै नर्खटी छ हेर त्यहाँ हेरेको छानेको पुग्नु पर्यो है ऊ हेर यहाँ खोताल्दैछ यहाँ के छ कसो छ भनेर यतिकै मान्छे चाहिँ हेर यहाँ रोस्ट आफै बनाउँदै आफै छान्दै आफै खाँदै बर्थडे भाषण कति मिठो हो मैले त्यस्तो उलुको जस्तो भएको छैन हामीले त बोसो खाइनु छाला खाऊ त कुखुराको कस्तो खाने तिमी नखाइदेऊ न अब पचाससम्म मिठो भयो